नमस्कार। नमस्ते। तपाईँलाई जोजनामा रासो ठ्याकुला काशीले जसले नमस्ते सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु र यस आजका खोटाङ श्रम संस्कृति पार्टी खोटाङ काठमाडौँ सम्पर्क समितिले आयोजना गर्नुभएको यस कार्यक्रम सञ्चालकज्यू, आजको यस कार्यक्रमका सभाध्यक्षज्यू र श्रम संस्कृति पार्टीका केन्द्रीय आजको यस प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष लोकनाथ जुवालज्यू र सम्पूर्ण मेरा सहयोगी सहकर्मी साथीहरूलाई सम्पूर्णलाई फेरि भन्न चाहन्छु परिवर्तनकारी अभिवादन। जय बाटो। अब सुरुवात कहाँबाट गरौँ भन्ने चाहिँ हालेछु हेर्छु है। तपाईँहरूले निर्वाचन गराउनु भयो, चुनाव लड्ने मन पनि थिएन, त्यतिकै निर्वाचन भएर आयो। त्यही कारणले गर्दाखेरि विशेष म तपाईँहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। श्रम संस्कृति पार्टीको ऐतिहासिक यो पहिलो जित हामीले हासिल गरेका छौँ र यो हासिल गर्नको निम्ति श्रम संस्कृति पार्टीले निर्वाचन 3 महिनामा पार्टी दर्ता गरेर 3 महिनामा निर्वाचनमा भाग लियो, 3 सिटै प्रत्यक्षमा जित्यौँ। यो अचम्मकै तपाईँको चाहिँ जितको सुरुवात छ र यो जितमा हामीले विशेष सहयोग गर्नुहुने पार्टी पङ्क्तिका विभिन्न तह तबका साथीहरू अनि चाहिँ खोटाङ जिल्लाको विशेष हाम्रा चाहिँ पदाधिकारी नगर तपाईँको चाहिँ जिल्ला र स्थानीय साथीहरू र श्रम संस्कृति पार्टीको महाअभियानलाई प्रचार प्रसारमा विशेष भूमिका निर्वाह गरिदिनु हुने हाम्रा पत्रकार साथीहरू र हामीलाई विभिन्न देशमा चाहिँ बसेर पनि आफ्नो जिल्लामा फोन मार्फत सामाजिक सञ्जाल मार्फत अञ्जलीमा रहेको माटो चुनाव चिन्हमा मतदान गरिदिनको निम्ति घर परिवारमा सबैले भनेर सहयोग गरिदिनु हुने ती श्रमजीवी युवाहरू, विद्यार्थी साथीहरू, युवा साथीहरू र सम्पूर्ण श्रमजीवी साथीहरू र चाहिँ मेरा आफन्त नाता सबैले जसले मलाई निर्वाचित हुनको निम्ति तपाईँहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा, आर्थिक रूपमा, नैतिक रूपमा, भौतिक रूपमा आफ्नो क्षेत्रबाट के सक्नुहुन्छ तपाईँहरू सबैले सहयोग गर्नुभएको छ। तपाईँहरू सबैले म हृदयदेखि नै मेरो तर्फबाट र पार्टीको तर्फबाट म तपाईँलाई धन्यवाद दिन चाहन्छु र मैले धन्यवाद दिनको निम्ति छुटेका सबै साथीहरूलाई पनि म एकमुष्टमा धन्यवाद दिन चाहन्छु। थुप्रै मैले चाहिँ सम्बोधन गर्न खुसेको छु र चाहिँ तपाईँहरू सबैलाई धन्यवाद दिँदै म केही कुरा राख्न चाहन्छु। श्रम संस्कृति पार्टीले संसदमा गएर अब के बोल्छ भनेर सबै देशवासीहरूको आज ध्यान केन्द्रित भएको छ र तपाईँहरूलाई म केही कुरा स्मरण गराउन चाहन्छु। हिजो अस्ति हामी प्रत्यक्ष जितिहाल्यौँ। अब समानुपातिकमा अलिकति राम्रै हुन्छ कि भन्ने सोचेका थियौँ, तर पनि नराम्रो चाहिँ भएन। किन भएन भने श्रम संस्कृति पार्टी 3 जना प्रत्यक्षमा जित्यौँ र 4 जना समानुपातिक गरी हामी जम्मा लक्की 7 नम्बर चाहिँ प्राप्त गरेका छौँ। यो चाहिँ एउटा परिवर्तनको सुरुवातको चाहिँ तपाईँको चाहिँ सुन्दर एउटा तपाईँको सुरुवात पनि हो र श्रम संस्कृति पार्टी भर्खरै जन्मले गर्दाखेरि धेरैले भन्थे जित्दैन, हुँदैन, केही पनि हुन भन्थे, तर हामीलाई विश्वास थियो तमाम नेपाली नागरिकहरू सचेत र सजग छ भन्ने कुरोमा हामीलाई विश्वास थियो। त्यसै कारणले गर्दाखेरि खोटाङको चाहिँ म थुप्रै साथीहरूलाई यहाँबाट सम्झिन चाहन्छु। विभिन्न दल त्याग गरी हामीलाई सहयोग गर्नुभयो। खोटाङको चाहिँ विभिन्न दलबाट तपाईँको निर्वाचित भएका जनप्रतिनिधिहरू पार्टीमा प्रवेश गरेर सहयोग गर्नुभयो। थुप्रै सहयोग गर्नुभएको छ। सबैलाई म सम्झेर धन्यवाद दिन चाहन्छु र फेरि पनि मैले दोहोऱ्याएँ श्रम संस्कृति पार्टीले संसदमा गएर के बोल्छ र के गर्छ, प्रस्तुति कसरी हुन्छ भन्ने चाहिँ आज सारा देशवासीहरूको ध्यान केन्द्रित भएको अवस्था हामीले बुझेका छौँ र यसपालि हामीले श्रम संस्कृति पार्टीको निकै राम्रो मत आउँथ्यो, तर चुनाव बेसरी झुकिएको अवस्था छ। सुरुमा माटो भनियो, अब माटो चुनाव आएको नचिन्दा रहेछ। सुरु गरेर मैले चाहिँ अञ्जलीको माटो लैजाउँ त भनेर एउटा चाहिँ त्यहाँ फोकस गराएको थिएँ, तर कता हामीले ट्रायल गर्दाखेरि तपाईँले हेर्दै गर्दाखेरि माटो राख्यो। यसो चुनाव चाहिँ फर्मेट राख्यो, हेरेर चिनेको थियो। त्यस पछाडि हामीले अञ्जलीमा रहेको माटो राख्यौँ। अञ्जलीमा रहेको माटो राखिसकेपछि मान्छेले भोट हाल्नुपर्छ, माटो भएको है। त्यो कारणले थुप्रै झुकेर चाहिँ तपाईँले हाम्रो मत अन्त्यको भन्ने कुरा हाम्रो चाहिँ समीक्षा बैठकको निष्कर्ष हामीले निकालेका छौँ र आउने दिनमा तपाईँको श्रम संस्कृति पार्टीले तपाईँको ठुलो फर्क मार्नेछ भन्ने कुरामा हामी विश्वासका साथ अघि बढ्नुपर्छ र पार्टीको महासचिवको हैसियतले म के भन्छु भने हाम्रा सम्पूर्ण उम्मेदवारहरू जस्तै समानुपातिक प्रत्यक्ष उम्मेदवारहरूले
आफ्ना तहबाट भूमिका निर्वाह गर्नुभयो। विशेष म तपाईँलाई धन्यवाद दिन चाहन्छु र कोही निराश हुनुपर्ने अवस्था पनि छैन। किन छैन भन्दाखेरि हामीले रेकर्ड गरिसक्यौँ। हाम्रो सर्दी अध्यक्षले बोकाको पानी लिएर के लिएर तपाईँले होल्ड राखिसक्नुभयो। अब नेपालको इतिहासमा हामीले अर्को रेकर्ड फेरि के गरेका छौँ भने 3 महिनामा दल दर्ता गरेर श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टी बनेर तपाईँले रेकर्ड गरेको छ दाजुभाइ। यो नेपालको इतिहासमा पहिलो। अनि श्रम संस्कृति पार्टी जहिले पनि यो नयाँ नयाँ काम गरेर रेकर्ड तोडिरहन्छ। यो चाहिँ हुनका लागि हो, यो हुने सङ्केत हो, यो प्रगतिको बाटो लाग्ने सङ्केत हो। र नेपालमा अब तपाईँको चाहिँ अन्तिम रेकर्डको चाहिँ श्रम संस्कृति पार्टी रहेछ भन्ने खालको चाहिँ सन्देश दिने खालको चाहिँ रेकर्डहरू हामीले तोडिरहेका छौँ आदरणीय दाजुभाइ। अब हामी अस्ति मैले संसदको चाहिँ हाम्रा चाहिँ माननीयज्यूहरूसँग एक सामान्य छलफल गऱ्यौँ। त्यसमा आन्तरिक थुप्रै कुराहरू हामीले गरेका छौँ र मैले केही चाहिँ मिडियामा अभिव्यक्ति दिएका छौँ। हाम्रो सर्दी अध्यक्षले पनि बोल्नुभएको छ र हामीले के बोलेका छौँ भने संसदमा गएर पहिलो काम हामी के गर्छौँ भने देश भेट्न दिँदैनौँ। संसदमा श्रम संस्कृति पार्टी गएर के गर्छौँ भन्दाखेरि पहिलो काम चाहिँ राष्ट्रघाती सन्धि गर्न दिँदैनौँ। एमसिसी जस्ता एससिसी जस्ता राष्ट्रघाती सन्धिको विरुद्धमा, राष्ट्रघाती सम्बन्धको विरुद्धमा श्रम संस्कृति पार्टी चट्टान दिन साधने र त्यति मात्र होइन, यो देशलाई फेरि पनि तपाईँको चाहिँ नयाँ भनेर नयाँ जोडीले बोली चाहिँ खरानी दस्ता भने जस्तै नयाँ तपाईँको चाहिँ भन्नेहरूले पनि फेरि तपाईँको चाहिँ देशलाई किस्ता किस्तामा बेच्ने कुचेष्टा गर्छ भने श्रम संस्कृति पार्टी सदनमा मात्रै होइन सडकमा पनि तपाईँको आएर सङ्घर्ष गर्न तयार छ। त्यसै कारण म भन्न चाहन्छु देश विदेशमा रहनुहुने तमाम नेपाली दाजुभाइ बहिनीहरूलाई देश आज सङ्कटको घडीमा छ। देश आज युद्ध मरुभूमिमा खोजिँदैछ। त्यसको सशक्त प्रतिकार श्रम संस्कृति पार्टीले गर्छ र श्रम संस्कृति पार्टीको चाहिँ निर्वाचित सांसदहरूले त्यो सदनमा गएर गर्छ आदरणीय दाजुभाइ बहिनीहरू। र हामी तपाईँको निर्वाचित जो भएका छौँ सबैले इमान र निष्ठाको साथ राष्ट्रको निम्ति, माटोको निम्ति, देशको निम्ति सदैव हामी तपाईँको चट्टान झैँ उभिने यहाँलाई प्रतिबद्ध गर्न चाहन्छु। र अन्य कुराहरू छन्। संविधान संशोधनको कुरा गर्दाखेरि नेपालको सम्पूर्ण उत्पीडित समुदायहरू, निम्न वर्गहरू, हेपिएका चेपिएका जाति समुदायहरूको अधिकार सुनिश्चित गर्ने नेपालको संहिता र धर्मनिरपेक्ष र लोकतन्त्रलाई फेरि तपाईँको कता कता तपाईँको चाहिँ चोइटाउने अथवा यसले तपाईँको चाहिँ मास्ने कुचेष्टा गरिँदैछ भन्ने सुन्दैछौँ। यदि त्यस्तो हो भने श्रम संस्कृति पार्टीले सदनमा सशक्त ढङ्गले प्रतिकार गर्ने सडकमा सङ्घर्ष गर्नको निम्ति पनि हामी आउनेछौँ दाजुभाइ। र हो प्रदेश शुद्धिकरण गर्नुपर्छ, प्रदेशको सांसदको साइज घटाउनु पर्ने होला, त्यहाँ हुने स्थानीय तहको चाहिँ फजुल खर्चहरूको चाहिँ तपाईँको कम गर्नुपर्ने होला, थुप्रै सुधार गर्नुपर्ने कुराहरू छन्। तर तपाईँको फेरि संहिता प्रदेश खारिज गर्ने कुराहरू आयो भने तपाईँको चाहिँ तपाईँहरू सबैजना सडकमा उभिनको लागि तयार हुनुपर्छ दाजुभाइ। तपाईँ तयार हुने हो? तपाईँ तयार हुनुपर्छ। श्रम संस्कृति पार्टी देशको नेतृत्व गर्न तयार र श्रम संस्कृति पार्टीले विकासको निम्ति के गर्छ भन्नु होला। श्रम संस्कृति पार्टीले राष्ट्रिय बजेटको निम्ति आफ्ना क्षेत्रमा त्यसै गरी निष्पक्ष ढङ्गले काम गर्नुमात्रै नेपाल होइन, सुदूरपश्चिमको तपाईँको चाहिँ जिल्लाहरू, तपाईँको पूर्वको चाहिँ कर्णाली, भुटान, भोजपुरहरू, ओखलढुङ्गा तपाईँको सोलहरू, ताप्लेजुङहरू र कर्णालीको विभिन्न जिल्ला र सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पनि र तराई मधेसदेखि हिमाल पहाडसम्म निष्पक्ष ढङ्गले राज्यको बजेटलाई तपाईँको सन्तुलित ढङ्गले चाहिँ तपाईँको चाहिँ विभाजन गरेर वितरण गर्नुपर्छ भन्ने कुरामा श्रम संस्कृति पार्टीले निरन्तर तपाईँको आफ्ना आवाजहरू बुलन्द ढङ्गले सांसदमा उठाउँछ। र हामी सांसदमा गइसके पछाडि हामीले सधैँभरि भन्ने गरेका छौँ श्रम संस्कृति पार्टीको सपना भनेको त्यो सिंहदरबार, दलाल, माफिया, चोर, फटाहा, डाकाको तपाईँको कालो कोट लगाएर कालै काम गर्नेहरूको सिंहदरबार भयो। त्यो सिंहदरबार किसान, मजदुर, विद्यार्थी, युवाहरू र जुन दिनसम्म ती तपाईँको श्रमजीवी किसानको तपाईँको माटोमा लटपटिएका सुगन्ध सहितको चाहिँ सिंहदरबार बन्दैन, त्यो सुगन्ध सहितको तपाईँ किसानहरू, त्यो सांसदहरू तपाईँको त्यो सिंहदरबारमा जुन दिनसम्म प्रवेश गरेर देश बन्दैन भन्ने श्रम संस्कृति पार्टीको अन्तिम तपाईँको चाहिँ निष्कर्ष भएको हुँदाखेरि श्रम संस्कृति पार्टी जुन दिन हामी 12 गते शपथ तपाईँको चाहिँ ग्रहण गरिसके पछाडि श्रम संस्कृति पार्टी किसान मजदुरहरूको चाहिँ तपाईँको चाहिँ सिंहदरबार बनाउनको निम्ति निरन्तर तपाईँको चाहिँ काम गर्न चाहन्छ आदरणीय दाजुभाइ।
र श्रम संस्कृति पार्टी राष्ट्रको हित र जितको निम्ति थुप्रै कामहरू गर्नुपर्ने छ। अहिले जे देश तपाईँको चाहिँ सङ्कटमा छ र तपाईँहरू अहिलेको माहौलमा कोही पनि आत्तिनु पर्दैन, कोही पनि निराश हुनु पर्दैन। अहिले हुई फेटेन बाटो लाउने गरेको छ 2/3 बहुमतले। यो नेपालको इतिहासमा पहिलोचोटि होइन राजनीतिक बहिनीहरू, जसले तपाईँको नेपाली जनतालाई भ्रम पार्दै नेपाली जनतालाई सुन्दर सपना देखाएर तपाईँको निराशाको भारी बोकाउनेहरूले नेपालमा यो पहिलोचोटि तपाईँको 2/3 अथवा बहुमत दिएको इतिहास होइन। त्यो कारणले गर्दाखेरि अहिलेको माननीयहरू हामी यसो हेर्छौँ तपाईँको चाहिँ सेलिब्रेटी टाइपको हो हल्ला गर्ने गफै मात्रै गर्ने प्रकारको हामीले देखेका छौँ। तर तपाईँहरूलाई म के विश्वास दिलाउन चाहन्छु भने यो देशको अन्तिम विकल्प माटोबाट उब्जिएको पार्टी र देशको तपाईँको स्वाधीनता र तपाईँको चाहिँ देशको निम्ति बोल्ने पार्टी भनेको श्रम संस्कृति पार्टी। र श्रम संस्कृति पार्टी यो वैकल्पिक शक्ति होइन, तपाईँमा झुकिनु होला। यो वैकल्पिक शक्ति होइन, श्रम संस्कृति पार्टी भनेको संयुक्त राष्ट्र सुन्दर नेपाल निर्माण गर्ने अन्तिम विकल्प चाहिँ श्रम संस्कृति पार्टी। त्यसै कारणले गर्दाखेरि अन्य पार्टीको दलहरूको जब तपाईँको चाहिँ मूल तर अन्तैतिर छ, यसो कुनैको तपाईँको तातिर यतातिर कता तपाईँको चाहिँ उनका मूल जरा छ। त्यो तपाईँको चाहिँ मूल जरा उतै भइसके पछाडि उतैबाट मलजल भएर तपाईँको चाहिँ सक्रिय भएको पार्टीहरूबाट हामी आत्तिनु हुँदैन। र तपाईँको चाहिँ मलाई के लाग्छ भने यिनले तपाईँको देशको तपाईँको परिवर्तन गर्छ भन्ने मलाई चाहिँ विश्वास लागेको छैन। त्यो कुरा बिस्तारै बिस्तारै प्रमाणित हुँदै जानेछ दाजुभाइ दिदीबहिनीहरू। त्यसै कारणले गर्दाखेरि हिमालका पहाड तराईका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण माटो प्रेमी, माटोको माया नगर्दा को होला, सबै तिनको नेपाली आम नागरिकहरूले माटोको माया गर्छन् विश्वास छ हामीलाई। सम्पूर्ण माटो प्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो एउटा बर्खे भेउ जस्तो एउटा सिजनल पोलिटिक्स अथवा तपाईँको मौसमी राजनीतिबाट आएको परिवर्तन 2/3 बहुमतले तपाईँको चाहिँ नेपालको परिवर्तन हुँदैन, तपाईँ ढुक्काउनु। त्यसै कारणले गर्दाखेरि श्रम संस्कृति पार्टीको देश बनाउने महाअभियानमा सम्पूर्ण तपाईँको चाहिँ जोडेर हातेमालो गर्दै उच्च मनोबलको साथ कोही पनि निराश नभइकन तपाईँ लाग्नको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। र अब तपाईँको खोटाङको चाहिँ थोरैमा कुरा गर्न चाहन्छु। अब सांसद भएर आयो, निर्वाचित भएर आयो, अब भए पनि के नभए पनि के खालको मान्छे हो त हेर्नुहोस्, बरु अर्को खालको मान्छे छु। तर मलाई एउटा ठुलो चिन्ता के थियो भने चुनावका 15 जना उम्मेदवार छौँ, कतै हारिहाल्यो भने त होइन, हारिहाल्यो भने त म त पुग्यो भने चाहिँ हेर्नुहोस् मेरो व्यक्तिगत हिसाबले। तर जसले श्रम संस्कृति पार्टी र श्रम संस्कृति पार्टीको आस्थावान व्यक्तिहरू र त्यहाँ तपाईँले चाहिँ तमाम विश्वासका भावले काठमाडौँबाट आउनुभएका युवा साथीहरू, काठमाडौँबाट आउनुभएका श्रमजीवी उद्यमी साथीहरू सम्पूर्णले जसले मतदान गर्न आउनुभएको छ र जो त्यहाँ विश्वासका भावले गर्नुभएको छ, उहाँहरू साह्रै दुखी हुने हो भन्ने विषयमा ठुलो चिन्ता थियो। तर जुन दिन हामीले मतदान सुरु गर्यौँ, पहिलो मतगणनामा हामी 776 मध्ये तपाईँले सबैभन्दा अग्र पङ्क्तिमा गयौँ। अन्य दलहरूले त्यहाँ के भन्ने गरेका थियो भने यो पार्टीमा चाहिँ हामी 1000 मतले माथि हुन्थ्यौँ भनेर उहाँले भन्नुभएको थियो। तर मलाई के विश्वास छ भने ठुलो कुरा नगर्नु, तपाईँहरू 3350 मतले हार्नु हुँदैछ, खर्च पनि नगर्नु, ज्यादा कुरा नगर्नु। तपाईँहरू अब बस्दा हुन्छ भने वास्तवमा अन्तिममा आएर 3898 मध्ये तपाईँको श्रम संस्कृति पार्टीले चाहिँ त्यहाँ हामी जित्न सफल भयौँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। त्यसै कारणले गर्दाखेरि अब म थोरै उहाँहरूलाई सम्झिन चाहन्छु जो मसँग चाहिँ श्रम संस्कृति पार्टीसँग प्रतिस्पर्धी अन्य 14 जना उम्मेदवारहरू हुनुहुन्छ, उहाँलाई म सम्झिन चाहन्छु र उहाँहरू सबैसँग म चाहिँ मिलेर विकास गर्न चाहन्छु। मैले सुरुमै भनेको छु, म जाति पनि हेर्दिनँ, पार्टी पनि हेर्दिनँ, भूगोल क्षेत्र पनि हेर्दिनँ, म त केही पनि हेर्दिनँ। बस खोटाङको विकास चाहनुपर्छ। खोटाङको विकास हुनु भनेको देशको विकास हुनु हो र सिङ्गो तपाईँको चाहिँ देशको विकास हुँदै गर्दाखेरि खोटाङको पनि विकास हुनुपर्छ भन्ने तपाईँको चाहिँ मकसद लिएर म चुनावमा चाहिँ सहभागी भएर आएको हुँदाखेरि कोहीसँग मेरो तपाईँको तितोपन मिठोपन केही पनि हुँदैन, सबै समानतापन हुन्छ भनेर मैले भनेका थिएँ। ती सबै हाम्रो उम्मेदवारले यहाँहरूमा सम्झिन चाहन्छु र उहाँहरूसँग आउने दिनमा तपाईँको चाहिँ हातमा हात काँधमा काँध साथमा साथ तपाईँको सहकार्य गरेर खोटाङले तपाईँको चाहिँ परिवर्तनको निम्ति विकास गर्न चाहन्छु आदरणीय दाजु दिदीबहिनीहरू। र म निर्वाचित भएर आइसके पछाडि खोटाङमा के काम गर्छ भन्दाखेरि सुरुमा तपाईँको चाहिँ खोटाङमा विभिन्न ठाउँमा गएँ, घुमेँ, आधी खोटाङ घुम्नु बाँकी नै छ, फेरि म जान्छु। र खोटाङबाट यहाँ आइसके पछाडि म पार्टी विस्तार कार्यक्रमहरू पश्चिमतिर गएँ
र यहाँ आइसके पछाडि फेरि तपाईँको चाहिँ राष्ट्रिय गौरवको योजना थुप्रोसी हाइड्रो पावरको विषयमा एकचोटि हामीले छलफल गरिरहेका छौँ हाम्रो टिम गएर र यस्तै यस्तै किसिमको शपथ ग्रहण पनि नलिकन म त काम त सुरु गरेको छु। खोटाङको तपाईँको चाहिँ गौरवको योजना मात्र होइन राष्ट्रिय गौरवको योजना थुप्रोसी हाइड्रो पावरको टिमलाई पनि मैले भनेका छु। हामीले भनेका छौँ मैले सहजीकरण गर्नुपर्ने कुरामा कुनै पनि कक्षे रहँदैन र तपाईँले कुनै पनि तपाईँको कमजोर नगर्नु होला र तपाईँले तपाईँको चाहिँ मैले एकरो भ्रष्टाचार गर्दिनँ भ्रष्टाचार गर्न दिन्न तपाईँले निष्पक्ष ढङ्गले मैले सहयोग गर्छु मैले भनेका छु। यस्तो किसिमको कामहरू हामीले सुरु गरिसकेका छौँ। थुप्रै किसिमको खोटाङमा हामी काम गर्दै जानेछौँ र म फेरि पनि यहाँलाई भन्न चाहन्छु यहाँ काठमाडौँमा बस्नुहुने हाम्रो खोटाङको तपाईँको मतदाता सम्पूर्ण तपाईँहरूसँग सहकार्य गरेर तपाईँको दुःखसुखको साथी भन्न चाहन्छु। अब कहिले काहीँ फोन नउठ्नु सक्छ नरिसाउनु फेरि कहिले काहीँ फोन गरेर रातको 12 बजीसम्म दुःख दिनु चाहिँ 10 बजी फोन गरेर लास्टमा साह्रै रिसेप्टर काटिदिएको त्यसै पनि नगरिदिनु होइन नगर्नु भन्छ गरेर के भएको यस्तो किसिमको हाम्रो तपाईँले धेरै तपाईँले हामी आवश्यकता हुँदाखेरि नसनाइ दिनु होला म भन्न चाहन्छु र खोटाङको विकासको निम्ति थुप्रै किसिमका कामहरू अब हामीले गर्नुपर्छ। अब विशेष गरी अब तपाईँ उद्यमशील हाम्रो चाहिँ आदरणीय व्यक्तित्वहरू हुन्छ अब हजुरले खुरानको सञ्चालन गर्नु पऱ्यो त्यहाँ के सम्भावना हुन्छ काठमाडौँमा पनि गर्नु पऱ्यो कम्तीमा खोटाङको तपाईँहरूले चाहिँ त्यहाँको चाहिँ दाल चामल मकै कोदो अब त्यहाँ फल्ने तपाईँ अकबारे खोर्सानी अदुवा प्याज तपाईँको चाहिँ लसुन मात्रै जम्मा गरेर बेचिदिनु भयो भने पनि खोटाङको तपाईँ गरिब किसानहरूले तपाईँको चाहिँ मुक्ति पाएको चाहिँ महसुस हुन्छ। त्यो भए कारणले गर्दाखेरि अब खोटाङमा कम्तीमा तपाईँ थुप्रै किसिमको सम्भावना मैले देखेको छु। एउटा मैले कफीको विषयमा अध्ययन गराएको छु यो कफी तपाईँको चाहिँ एकदमै राम्रो किसिमको त्यो उत्पादन हुन्छ भन्ने खालको मैले अन्तर्राष्ट्रिय मार्केट बुझिरहेको छु। यस्तो यस्तो किसिमको नयाँ नयाँ तपाईँको चाहिँ उद्यमशील पनि खोटाङलाई बनाउनुपर्छ र तपाईँ खोटाङमा अर्को कुरो चाहिँ तपाईँको त्यहाँ अलपत्र भएको रोड निर्माण पुल निर्माण हाइवेको कुराहरू बाटोघाटोको कुराहरू थुप्रै अलपत्र छन् त्यसमा पनि म तपाईँको चाहिँ अब काम गर्छु हाम्रो टिमले काम गर्छ तपाईँहरूले सहयोग गर्नुपर्छ हुन्छ सहयोग गर्नुपर्छ तपाईँ सहयोग गर्नुपर्छ म निष्पक्ष ढङ्गले काम गर्छु निष्पक्ष ढङ्गले काम गर्छु भन्न चाहन्छु र सबैलाई अब निराश नभइकन कोही पनि यसो जति तपाईँको चाहिँ हाम्रो मत आयो त्यसले यसो सम्मानको साथ हामीले चाहिँ अगाडि बढाउँदै अब सबैजना जागरुकता भएर सङ्गठन निर्माण हाम्रो नेताहरूमा भन्न चाहन्छु सबैले के सकिन्छ आफ्नो आफ्नो क्षेत्रबाट पार्टी निर्माण र सङ्गठन निर्माणको निम्ति विशेष भूमिका निर्वाह गर्नुहुन्छ भन्ने मलाई विश्वास छ र सबैजना हामी लाग्नुपर्छ र सबैको साथीभाइ हामी एकरूपता भएर लाग्नुपर्छ र तपाईँको फेरि भन्न चाहन्छु यो तपाईँको चाहिँ अहिलेको चाहिँ सरकार तपाईँको चाहिँ मलाई यसो हेर्दै गर्दाखेरि लगभग विपदा भएर अगाडि बढ्ने खालको मैले सङ्केत देखेका छु तर जे भए तापनि म तपाईँहरूलाई फेरि भन्न चाहन्छु हामीले भन्ने गरेका छौँ राम्रो काममा हाम्रो माउन समर्थन रहन्छ तर फेरि यदि तपाईँको चाहिँ नराम्रो काममा तपाईँको सशक्त ढङ्गले त्यो सदनमा गएर प्रतिकार हुन्छ र नेपालीमा चाहिँ पूर्ववर्ती मित्रले भन्नुभयो माटो देश तपाईँको चाहिँ नागरिकको अहित हुने कुनै पनि काम गर्दैनौँ र तपाईँको शिर झुकाउने काम गर्दैनौँ सदरमाथा जस्तै चौमालीमा जस्तै उच्च शिर बनाउने हाम्रो चाहिँ सङ्कल्प छ र स्वाभिमानी नेपाली बनाउने हाम्रो चाहना छ। थुप्रै किसिमका कामहरू हामीले गर्नु छ। अब पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म श्रमदानको महाभियान पनि हामीले सुरु गरेका छौँ। अब त्यहाँ पुल निर्माणको काम पनि हाम्रो टिम त्यहाँ गइसकेको छ अध्ययन पनि हामीले त्यहाँ गरिरहेका छौँ। यस्तो यस्तो किसिमको थुप्रै कामहरू गर्नुपर्नेछ। देश भत्किएको छ बिगारेको छ बिग्रेको छ र अहिले नयाँ हामीले पनि बनाउँछ भन्ने आशा पनि छैन हामीलाई त्यहाँ त्यसका विभिन्न कारणहरू छन्। त्यसै कारणले गर्दाखेरि हामी सबैजना काठमाडौँका सहकारी गरेर सुन्दर नेपाल र सुन्दर नेपालीको भविष्य निर्माणको निम्ति सबैजना लाग्नुपर्छ भन्ने तपाईँलाई सबैलाई आग्रह गर्दै म धेरै बोल्न चाहन्न। सबैलाई विशेष धन्यवाद दिन चाहन्छु। मैले कोही कसैलाई धन्यवाद तपाईँको दिन छुटेको छ भने पनि तपाईँहरू सबैलाई यहाँ मनबाट सम्झेको छु भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।